केही दिन अगाडि अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला हक हित सशक्तिकरण नेतृत्वबारे व्यापक चर्चा भइरहेको थियो। विश्वभरि नै शुभकामना आदान प्रदान भए, तर समाजको एउटा महत्त्वपूर्ण वर्ग महिला बन्दीहरूको पीडा हाम्रो नजरमा ओझेलमा परेको छ। काठमाडौँमै देशकै ठुलो महिला सुधार केन्द्रमा 479 जना महिला बन्दीमध्ये 106 जना बैंकिङ कसुरका कारण थुनिएका छन्। यो त सानो उदाहरण हो, देशैभरि कति होलान्। अधिकांशले सामान्य वित्तीय साक्षरताको अभावमा चेक बाउन्स जस्ता सामान्य मुद्दामा वर्षौंसम्म सजाय भोग्नु परेको छ। उनीहरूको बालबच्चा र परिवारसँग छुट्टिएर बस्दाको मनोसामाजिक समस्याबाट ग्रसित छन् र उचित परामर्श र सहयोगको व्यवस्था छैन। राज्यको वित्तीय साक्षरताका कार्यक्रम सञ्चालन गर्न जरुरी छ। बैंक तथा वित्तीय संस्थाहरूको CSR बजेट कहाँ खर्च भइरहेको छ? निर्दोष नागरिकले न्याय पाउने सुनिश्चितता किन छैन? महिला बन्दीहरूको न्याय पुनर्स्थापना र वित्तीय शिक्षाका लागि तत्काल प्रभावकारी कदम चालियोस्। सम्बन्धित निकायको ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद। नेपालको